सडक विस्तारदेखि अवैध उत्खनन रोक्न माग गर्दै हेटौडामा विभिन्न दलहरूले संयुक्त ध्यानाकर्षण पत्र बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक डिभिजन कार्यालय हेटौडा र हेटौडा उपमहानगरपालिकालाई आइतबार 11वटा राजनीतिक दलहरूले संयुक्त रूपमा दबावमूलक ध्यानाकर्षण पत्र बुझाएका हुन्। महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको मध्यरेखादेखि दायाँ-बायाँ 25-25 गज सडक विस्तार तत्काल कार्यान्वयन गर्नुपर्ने मागसहित बुझाएको उक्त ज्ञापन पत्रमा सडक सीमाभित्र पर्ने घर जग्गाका वास्तविक पीडितलाई मुआवजा उपलब्ध गराउन, नगरभित्र रहेका सार्वजनिक जमिनको सीमाङ्कन गरी संरक्षण गर्न, वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापनका लागि पहल गर्न, डिपिआरका लागि छुट्याएका सडक खण्डमा तत्काल कालोपत्री गर्न तथा जनजीवन र प्राकृतिक सौन्दर्य नष्ट हुने गरी भइरहेको अवैधानिक उत्खनन र मापदण्ड विपरीत गिट्टी बालुवा सङ्कलनका नाममा भइरहेको उत्खनन पूर्ण रूपमा बन्द गराउनुपर्ने उल्लेख गरिएको छ। साथै